हेलो हेलो गाइज एभ्रीबडी गाइज वेलकम छ युट्युब च्यानलमा। आज चाहिँ मैले धेरै पछि एउटा भिडियो हाल्न गइरहेको छु। आज चाहिँ हाम्रो चाहिँ यो सर्बियामा एकदम राम्रो हिउँ परिरहेको छ गाइज। एकदम म चाहिँ आज खफुक एकदम भाग्यमानी जस्तो ठानिरहेको छु गाइज। एकदम बब्बाल हिउँ परिरहेको छ, हेर्नुहोस् गाइजहरू। ओहो सर गाइजहरू, पुरै घर पनि देखिन्न नि। एकदम म त रमाइलो छु आज गाइजहरू। हामी चाहिँ गाइज अब ड्युटी जान लाग्यो, के गर्ने अब यो नुन खाएपछि अब सोझो गर्नै पर्यो गाइजहरू। एकदम ड्युटी जान लाग्छु गाइज। हो कि होइन शर्मा सर? हो नि। आज चाहिँ कस्तो गरिरहेछ मौसमले? राम्रो एकदम राम्रो गाइज राम्रो गरिरहेछ गाइज। अनि अरू के छ गाइजहरू भन्नुहोस् गाइज। हाम्रोतिर हिउँ हिउँ परिरहेछ, हजुरकोतिर परेछ कि नाइ गाइजहरू? नगन हामी चाहिँ आज गाइज एकदम रमाइलो भइरहेछ। मलाई चाहिँ एकदम यो के स्वर्गमा आए जस्तो भयो गाइज। स्वर्गमा आए जस्तो भयो त, स्वर्गमा आए जस्तो भयो गाइज। यस्तो मजाको छ कि गाइज, हेर्नुहोस् हिउँ परिरहेछ। बुट्टाहरू रोड पनि पुरै एका छैन, पुरै सेतै छ गाइज। तिम्रो मायाले राम्रो परिरहेछ गाइज। के छ यस्तै छ सर्बियाको हावापानी चाहिँ गाइज। अब चाहिँ हिउँ पर्ने सिजन सुरु भएको छ। 4-5 दिन भयो गाइज हिउँ पर लागेको गाइज। एकदम राम्रो छ गाइज। हजुरको भन्नु पऱ्यो के छ खबर खबर? जीवनले चाहिँ सबैलाई सम्झेछ भन्नु होला गाइजहरू है। जीवनले कसैलाई पनि बिर्सेको छैन गाइज, एकदम सम्झिरहेछ ल। अनि अरू के छ हजुरको खबर खबर भन्नु गाइज। यस्तो मजाको हिउँ परिरहेछ क्या आज। म चाहिँ एकदम ह्याप्पी छु। अनि अरू भन्नु गाइज के छ हलीचली? अनि यस्तै छ गाइज, के गर्ने त अब, गर्नै पर्यो। आजकल चाहिँ नेपालमा के भइरहेछ भन्छ भने त यो के अरे अब चुनाव हुन्छ कि हुन्न भने त उमा छ गाइज। यसपालि चाहिँ के अरे चुनाव भइसक्यो, एकदम राम्रो मान्छेलाई हाल्नुलाई गाइज हजुरले भोट चाहिँ गाइज ल। अब के गर्ने त यस्तै छ। भोट चाहिँ एकचोटि चाहिँ अब राम्रोसँग हाल्नुपर्छ गाइज। राम्रो मान्छे बुझेर एकदम एकदम हाम्रो देशलाई राम्रो बनाउने मान्छेलाई हाल्नुपर्छ गाइज। हामी चाहिँ यस्तै यो के अरे पैसाको उमा चाहिँ यो के अरे नलागाम गाइजहरू है। एकदम रमाइलो छ गाइज। त्यही हो, अब हामी त बाहिर छौँ। सम्झिरहेको हुन्छौँ गाइज, हरेक क्षण हरेक पलमा गाइजहरू। तर जाडो पनि लास्टै हुने चाहिँ गाइज। म चाहिँ एकदम रमाइलो लागिरहेको छ त्यो के अरे हिउँमा खेल्न पाइएछ गाइज। जोस् एकदम खुसी छु। अनि हजुर कस्तो हुनुहुन्छ गाइज भन्नुहोस्।